ताप्लेजुङ जिल्ला फक्ताङ गाउँपालिका इखाबु साबिक वडा नम्बर 4 मा पर्ने सेतोबा गाउँ हो। यस गाउँलाई भौगोलिक आधारमा विभाजन गर्नुपर्दा ताप्लेजुङ सदरमुकामबाट ठिक 12 कोस टाढा रहेको देखिन्छ। यो ठाउँ समुद्र सतहबाट 2400 मिटर उचाइमा रहेको छ। यो ठाउँ ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा पर्दछ। छिमेकी वडा भने पूर्वमा तापेथोक, पश्चिममा हेदिनिम, उत्तरमा लेलेप, दक्षिणमा लिङखिम रहेको छ। पौराणिक किंवदन्ती कथाहरूलाई समायोजन परिमार्जन गर्नुपर्दा यस गाउँलाई व्यापार युगयता सेतोबा भनेर पनि भनिन्थ्यो। अहिलेको वर्तमान समयमा अपभ्रंश शब्द भई सेतोबा भनेर पनि भनिन्छ। यहाँ लाबुङ थरका लिम्बू जातिहरूको बसोबास रहेको देखिन्छ। मानिसहरूको बसोबास धेरै पहिलादेखि नै यहाँ रहिआएको थियो र यहाँको मौसमलाई विभाजन गर्नुपर्दा हिउँदको समयमा यहाँ बिहान 7 बजेदेखि 5 बजेसम्म घाम लाग्ने गर्दछ र यो ठाउँ पहिलादेखि नै घमाइलो पाटा र एकदम सुक्खा ठाउँमा रहेको देखिन्छ र यहाँको जनसङ्ख्यालाई हेर्ने हो भने महिला पुरुष गरी झन्डै 45% लाभान्वित देखिन्छ। यहाँको खेतीजन्यलाई हेर्ने हो भने नगदे बालीमा कोदो, मकै, गहुँ, जौ, आलु, अन्य खेती जस्ता यहाँ खेतीजन्यमा पाइन्छ र यहाँका युवा अवस्थाहरू भने चाहिँ सुनौलो भविष्यको लागि मुगलान बसेको देखिन्छ र वृद्ध अवस्थाहरू भने चाहिँ आफ्नो खेती किसानमै व्यस्त देखिने गरेको पाइन्छ।